दर्शकबिन चलचित्र गौँथलीको मन छुने टिजर रिलिज भएको छ। यो सिनेमा गौँथलीको कथा हो। गौँथली सिमरन खड्का छिन्। सिमरन खड्का जसले सानै उमेरमा विवाह गरिन्। विवाह गरेर गइसकेपछि उनका श्रीमान जो अटिजम भएका एकजना पुरुष छन्, सासूले पनि हेला गर्छिन्, तर आफ्नै आमा सम्झाइरहेकी छन् कि तैँले राम्रो श्रीमान पाएकी छस्, माया गर्ने सासू पाएकी छस्, एकदमै राम्रो घर परिवार पाएकी छस् भनेर उनकी आमा सम्झाइरहेकी छन्। तर छोरीको वेदना के छ, छोरीको पीडा के छ भन्ने कुरा उनले बुझेकी छैनन्। गौँथलीको क्यारेक्टर छ। तपाईँले टिजर मात्र हेर्नुभयो भने पनि यो सिनेमाले भोलि साउन 1 गते हलमा लाग्दाखेरि दर्शकलाई डुवाडुवा रुवाउँछ जस्तो मन लाग्छ। त्यो खालको अवस्था छ। आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई टिजरमा प्रस्तुत गरिएको छ। जहाँ हेर्दा आफ्नो श्रीमान मनलाग्दी सामान फुटाल छ, केटकेटीले खेल्ने जुन खेलौना हुन्छ त्यसमा रमाइरहेको छ। यता सासू आफ्नी बुहारीलाई लछार पछार गर्छिन्, भुतल्छिन्, लडाउँछिन्, त्यो खालको अवस्था छ। र एउटा छोरी जो पढ्ने रहर थियो तर सानो उमेरमै उनको विवाह भयो। सोझो र इमान्दार भनेर सोचेको श्रीमान नै खराब भएपछि कस्तो अवस्था सिर्जना होला। सासूले त्यस्तै खालको पीडा दिन्छन्। एउटा छोरीमा के वेदना पोखिएला, यही कुरा टिजरमा देखाइएको छ।